भिरमा हो कस्तो भिरमा हो त्यो सानो गाडीमा खोज्ने स्याल बोकेर डबरा अड्क्यो देख्न सक्नुहुन्छ है हामी पसिनै पसिना भएर साथीहरू हामी चाहिँ निउरो टिपेर आएको राम्रो टिफिन तलतिर जानु पर्दैन त्यही त नसकेर त हामी सकेको भए जान्थ्यो लो साथीहरू हामी चाहिँ निउरो खोज्न हिँडेको देख्न सक्नुहुन्छ मकैबारी देख्न सक्नुहुन्छ नन्द भाउजू अगाडि अगाडि हेलो गाइजहरु के छ किन लाज लाग्यो देख्न सक्नुहुन्छ आँप हेर्नुहोस् पहेँलो आँप क्यामेराम्यान जल्दी फोकस गरौ हामी जङ्गल हिँडेको गाइज एउटा आँप भेट्यो है देख्न सक्नुहुन्छ पाके छ ल हामी चाहिँ निउरो खोज्न यो जङ्गलमा प्रवेश गर्दैछौँ देख्न सक्नुहुन्छ यो हाम्रो निउरो खोज्ने जङ्गल बहिनी र बुढी हजुर को आछौँ अरे हामीहरू पनि आछौँ कस्तो भिरमा हो हजुर फेरि भन्नुहोस् ढिक छ नि यो बारी मुनिको ढिक स्याल देख्न सक्नुहुन्छ गाइजहरु यो मेरो निउरो यसरी फल्छ देख्न सक्नुहुन्छ पेटिक्क भात्नियो यसलाई यसरी टिप्नियो यसैलाई हो निउरो भन्ने गाइज यही हो निउरो देख्न सक्नुहुन्छ ठुल्ठुलो रैना छ यत्रो यत्रो छन् त्यही हो निउरो हामी यति बेला प्रत्यक्ष प्रसारण यस्तो जङ्गलबाट गरिरहेका छौँ देख्न सक्नुहुन्छ यस्तो जङ्गलमा है हामी सिधै छुट्टिन्छ अरू यो है हाम्रो जङ्गलको निउरो यस्तो जङ्गल छ पुरै जङ्गल भनौँ कि भिर भनौँ यहाँ तल पनि छ पुरा भिरै भिर छ है फाइनल्ली ल है मेरो निउरो यत्रो भयो देख्न सक्नुहुन्छ यो निउरो ल हामी चाहिँ अब निउरो बोकेर डबरा अड्क्यो डबरा पनि अड्क्यो निउरो पनि ल देख्न सक्नुहुन्छ है हामी पसिनै पसिना भएर जङ्गलबाट निस्क्यौँ ल आफ्नो निउरो देखाउनुहोस् ल समाउ त आमा सक्दैन साथीहरू हामी चाहिँ निउरो टिपेर आएको बिहान पनि यस्तो घाम
पसिना भइयो यो के मेरो खुट्टा हेर्नु न यस्तो टोकेछ रोटी ल हेर्नुहोस् जङ्गल आएको यस्तो ए खुट्टामा सानो किराले टोक्छ म त उता जस्तै ढिपमा खोज्ने होला अनि त भिरमा आइज खोज्ने भिड थियो भिड त थियो नि के साह्रो भानु हेलो गाइस खडो गरौँ भयो सुन्यौ केटी हो खोज हेलो गाइस हाम्रो आँप उइन सुरु भयो हेलो गाइस फाइनली घर आइपुग्यो है अब हामी चाहिँ दाउरा निउरो फाइनल्ली हामी घर आइपुग्यौँ देख्न सक्नुहुन्छ होइन त कराउँदैछन् जनता आउँदैछन् देख्न सक्नुहुन्छ हल्ला गर्छ हल्ला खोरेहरू मैले जुन तालबाट यस्तो गरेर त्यो यस्तो भएकोलाई अब आउँदैन कि भनेर हो आफ्नो निउरो देखाम गाइज सबभन्दा मेरो देखेको होला नि भन्दैन ल हेलो ल यो चाहिँ मैले टिकेको निउरो होइन त नि पनि ल है साथीहरू मेरो निउरो देख्न सक्नुहुन्छ यो चाहिँ मैले खोजेको ल हजुरको पालो देखाउनुहोस् म पनि ल्याछु कि हेर न माथि माथि खोजे नि ल यो चाहिँ मेरो बुढीले खोजेको निउरो यति ल यो चाहिँ नानीले खोजेको मैले खोजेको धेरै अनि नानीले अनि मेरो बुढीको चाहिँ यति है देख्न सक्नुहुन्छ अनि मैले नि टिपेछु यी देख्न सक्नुहुन्छ ल अब के टिप्नु जाने यो कति सजिलो है ल जिरे खुर्सानी खाने भए हाम्रो घर सम्पर्क गर्नुलाई देख्न सक्नुहुन्छ सब जिरे खुर्सानी कागती करेला चाहिँ कसले खाने हजुर खै कसलाई छ काट्वा देख्न सक्नुहुन्छ हाम्रो घरको खाने बेला भएछ पछि म आउँदा खाएको फेरि पिता थिएन ल कागती देख्न सक्नुहुन्छ हाम्रो बारीमा देखेको ल यो अर्को सानो कागती भान्टा फलेको देख्न सक्नुहुन्छ
ल यो घन्टा सेतो यो कालो ल यो चाहिँ हाम्रो खुर्सानी बारी यहाँ थोरै मात्र छ है उता छ धेरै देख्न सक्नुहुन्छ यसको छ ओहो लिची लिची हरियै छ यो चाहिँ पाक्नु लगाएको रहेछ पाकेको छैन दुईवटा चाहिँ यत्रो छ है म चाहिँ फर्सीको साग टिप्नलाई बारीमा छिरिसकेँ है मकै बारीमा हाम्रो मकै बारीमा फर्सीको साग कतिको छ नि त देख्न सक्नुहुन्छ ल म चाहिँ फर्सीको साग टिप्न सुरु गरेँ देख्न सक्नुहुन्छ फर्सीको साग है अस्ति गोड्न आएको मकै म बराबर भइसकेको छ त्यसहरू टिप्दैछु म देख्न सक्नुहुन्छ यो हो मेरो साग अस्ति गोड्न आएको मलाई ठुलो भइसक्यो अस्तिको साग कता छ नि त अब यता त टिपिसक्नु पो रहेछ मम्मीहरूले तेरा खाछन् कोही कोही भन्दा नष्ट हाउ आओ के बनाएको बुढी ल हाम्रो तरकारी देख्न सक्नुहुन्छ बुढीले बिन्दैछ ल गाइजहरू खाने भयो आउनु है जिउरो बनाउँदैछ हुन्छ तरकारी यो साँझलाई रेडी हो ले जाऊ त त्यो साग उइलिन्छ के रे